रवि लामिछानेले फसाउनको निमित्त को लागेका छन्, कसले कति फाइदा छ, बाहिर हुँदा कति घाटा छ र भित्र पठाउँदा कति फाइदा छ, यो विषयमा तपाईहरु समक्ष विस्तृत जानकारी लिएर हामी उपस्थित भएका छौं। कृपया हामीलाई फलो गर्नु भएको छैन भने फलो गर्नु होला, लाइक गर्नु होला, शेयर गर्नु होला, कमेन्ट गर्नु होला र कपी लिंक गर्न नबिर्सनु होला। तपाईहरुले युट्युबबाट हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला, फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने हामीलाई फलो गर्नु होला। अब तपाईहरु समक्ष हामी यस्तो कुरा राख्न गइरहेका छौं, त्यो तपाईहरुलाई कस्तो लाग्छ, मनन गर्नुहुन्छ या सही लाग्छ गलत लाग्छ, कृपया कमेन्ट लेखेर पक्कै पनि छाड्दिनु होला। रवि लामिछानेले फसाउँदा कसलाई फाइदा कसलाई घाटा, यस विषयमा तपाईहरु समक्ष हामी जानकारी लिएर आएका छौं। रवि लामिछानेले फसाउँदाखेरि सबैलाई फाइदा छ। किन सबैलाई फाइदा छ भन्नु होला तपाईले? किनकि एमालेलाई फाइदा छ, किनभने एमालेका अधिकांश सिट राष्ट्रपाले लुटेको छ, जितेको छ, छिनेको छ, तोडेको छ, फोडेको छ। त्यसकारणले पनि एमालेलाई रवि लामिछाने मनपर्ने कुरै भएन, केपी ओलीलाई मनपर्ने कुरै भएन। रवि लामिछाने नअटाउन जानी, न चितवनमा चुनाव जितिन्छ, न काठमाडौँमा चुनाव जितिन्छ, न पोखरामा चुनाव जितिन्छ, न अन्य ठाउँमा। अब चुनाव जित्न पर्ने ठाउँमा जित्न सकिँदैन, किनभने सबैभन्दा जति धेरै घाटा जसलाई लागेको छ त्यो हो एमाले हो। राष्ट्रपा आएपछि घाटा सबैभन्दा बढी कसलाई लागेको छ? एमालेलाई, किनकि एमालेका सिट धेरै जसो राष्ट्रपाले जितेको छ। काठमाडौँमा हेर्नुस्, चितवनमा हेर्नुस्, अन्य कुनै ठाउँमा हेर्नुस्। अब आउँदो 84 को चुनावमा यदि रवि लामिछानेले बाहिर छोडिदिने हो भने त सबै सकिने भयो, खतम हुने भयो, बर्बाद हुने भयो। अब रविलाई त भित्र हाल्नै पर्यो। यो मनोविज्ञानले काम गरेको छ। तपाईले यो भन्नु होला